भोगटे र कुटमेरोको पातलाई पानीमा पकाई सिलौटामा पिसेर गोबर जस्तै बनाएको छु। अब गोबर लिन जान्छु, तर गोबर ल्याइसके पछाडि गोबरको ठाउँमा यो राखिदिन्छु, तर उनीहरूलाई थाहा दिन्न। अनि उनीहरूलाई लगाइदिँदा उनीहरूको कस्तो प्रतिक्रिया आउँछ हेरौँ। नानी आऊ। मम्मीलाई कर आज गोबर लगाइदिनु। बाबा अहिले लाग्नु पर्दैन कि छोड्दु। चुप लाग यो यहाँ उठाएर लिएर आएको कि मैले हातले यो मम्मीलाई लगाइदिने हो कि लगाएर सन्ता यहाँ आऊ त टिकटक बनाउने के अबि लाग टिकटक बनाउने कता बनाउने ला है चिम गरेर बनाऊ है त यसले डिस्टर्ब गर्छ तिमी साइकल खेल्न जाऊ ल जाऊ साइकल तलै छ के त जाऊ तिमी चाहिँ जाऊ र यो पैसा लिएर जाऊ र चाउचाउ किनेर खाऊ तिमी अनि त्यो बाहिर उतापट्टि साइकल छ ल उता नआऊ है जाऊ ल पहिले चाउचाउ खा लिएर जाऊ त्यहाँ माथि आऊ चाउचाउ लिएर माथि आऊ छिट जाऊ है हस् त्यो आउनुभन्दा अगाडि भिडियो बनाउनु पर्छ केमा राखेर बनाउनु भिडियो त्यो स्ट्यान्ड फेरि भाँचेछन् यो स्ट्यान्ड भाँचिएछ यसमा राखेर त्यो छिट्छा झ्याची गरेर तर त्यो आउँदैसम्म त्यो छिटो गर्नुपर्छ नानी के यसमै यसलाई रबरले बाँधेर भन्ने गराउनु जाऊ यतापट्टि राखौँ है यतापट्टि किनभन्दा त्यो क्यामेराको सेकिन्छ नानीलाई समाते चाहिँ गर नानीलाई समाते चाहिँ गर मैले ठ्याक्कै तिम्रो मुखमा ऊ लगाइदिन्छु है यो धेरैले यस्तै बनाइरहेको रहेछन् कि ल नानी यस्तरी बस है तिमी पनि यस्तरी बस है ल है टिका लगाइदिन्छु है फेरि बाबु आयो भने बाबुले डिस्टर्ब गर्छ अच्छा